एउटा प्रश्न आएको थियो, एउटा डिम्याट एकाउन्टले दुईवटा ब्याङ्कमा एसआइपी गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको थियो। एसआइपी चाहिँ जतिवटामा पनि गर्न मिल्छ है। डिम्याट एकाउन्ट चाहिँ एउटा हुन्छ र त्यसमा चाहिँ जतिवटा पनि एसआइपी गर्न मिल्छ। एउटा डिम्याट एकाउन्टमा हजुरको 8वटा लगभग डिम्याट एकाउन्ट छन्, एसआइपी छ नेपालमा, र 8वटैमा पनि एसआइपी गर्न मिल्छ है, मजाले मिल्छ। तपाईँले चाहिँ आफ्नो जस्तो 10,000 रुपियाँ एसआइपी गर्न लाग्नु भएको छ भनेपछि हजुरले डिभाइड गरेर 3 ठाउँ हजुरले मजाले गर्नुहोस्, अथवा त्योभन्दा बढी गर्न लाग्नु भएको छ भने 4 ठाउँ गर्नुहोस् होइन। डिफ्रेन्ट म्यानेजरले डिफ्रेन्ट रिटर्न्सहरू दिइरहेको हुन्छन् होइन। त्यो आधारले प्लस आफ्नो इन्भेस्टमेन्ट पनि आफ्नो गर्दै गर्ने, यता एसआइपी पनि अलिकति सेभिङ्स गर्दै गर्ने होइन। त्यसरी मल्टिपल चाहिँ एकाउन्टहरूमा हजुरले पैसा चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ, सो द्याट रिटर्न्सहरू भिन्नै र राम्रो रिटर्न्सहरू पाउन सकिन्छ है। अरू पनि प्रश्नहरू केही छ भनेपछि हजुरले सोध्न सक्नुहुन्छ र मैले यही सेभिङ्स अड्डाद्वारा चाहिँ मैले हजुरलाई त्यसको जवाफ पनि दिनेछु। इन्भेस्टमेन्टको बारेमा पनि केही सोध्नु पर्ने छ भनेपछि प्लिज कमेन्ट चाहिँ गर्नुहोला र त्यो मार्फत पनि मैले हजुरलाई जवाफ फर्काउने छु। हस्त धन्यवाद है। फेरि पनि भेट्दै गरौँला। अनि सेभिङ्स अड्डालाई सबैजनाले माया गरिदिनु भएकोमा चाहिँ धेरै धन्यवाद व्यक्त गर्छु सबैजनामा। र लाइक र कमेन्ट फलो सबै गरिदिनु होला है, हौसला चाहिँ बढाइदिनु होला। र मैले अन्य भिडियोहरू पनि बनाउने नै छु।